चुरोट खानु, सिगरेट खानुहुन्छ, गाली गर्नु हुँदैन, मुख छाड्न पाइँदैन होइन। म त एउटा आदर्श पुरुष भन्ने बित्तिकै, आदर्श पात्र भन्ने बित्तिकै त आदर्श हुन्छ नि त। तर त्यो भएपछि त्यस्तो खालको क्यारेक्टरहरूमा चाहिँ मैले के गर्ने गर्छु भनेदेखि एक्सट्रिम एनर्जी ड्रिंक सामान्यतया त्यो एउटा फिल्मको कुराहरू मात्रै। मैले पछिल्लो समय स्वर स्वर गर्दाखेरि भन्दा पनि तपाईँलाई जे छ त्यही, म मेकअप सेकअप पनि अबको उसमा त मेकअप त अब गर्नु परि नै हाल्छ, तर मेकअपमा पनि अनेक लाएर, जुङ्गा लाएर, दाँत बनाएर, यो गरेर, कपाल यस्तो गरेर, त्यस्तो कुरामा मलाई विश्वास लाग्न छोडिसक्यो। मनमा गलत मलाई गलत थियो त म भन्दिनँ होइन, एउटा जसमा त्यो थियो। तर अब अहिले चाहिँ के छ भनेदेखि मनबाटै अर्को हुनुपर्छ क्या। मेन चाहिँ भित्र मनको कुरा हुन्छ नि, मनले भन्छ क्या अहिले चाहिँ। बाहिर आवरणले र तपाईँको त्यसले भन्दा पनि तपाईँको मेन कुरा भनेको भित्री मनले भन्ने कुरा चाहिँ त्यो छुट्टै हुनुपर्छ क्या। तपाईँको मुड छुट्टै हुनुपर्छ क्या।